हे गाइज आई एम सेफ अनिल। आज मैले चाहिँ तपाईँहरूलाई चाहिँ होल चिकन कट गर्ने तरिका स्टेप बाई स्टेपमा र अर्को चाहिँ केएफसी है केएफसी कसरी बनाउने भन्ने बारेमा चाहिँ म बताउन गइरहेको छु। र फर्स्ट स्टेपमा चाहिँ हामीले प्रिपरेसन गर्न जरुरी छ। चिकन कट गर्नको लागि चाहिँ के टुल्सहरू चाहिन्छ, के युटेन्सिलहरू चाहिन्छ भन्ने बारेमा म बताउन गइरहेको छु। फर्स्टमा त हाम्रो चाहिँ शार्प सेफ नाइफ हुन जरुरी छ। सेकेन्डमा चाहिँ तपाईँको के छ त कटिङ बोर्ड नन स्लिप, जस्तै चिकन काट्दा कुन चपिङ बोर्ड युज हुन्छ त, जस्तै यो चाहिँ हाम्रो येलो चपिङ बोर्ड युज हुने गर्छ। क्लोथ क्लिन है, क्लिन क्लोथ चाहिँ हुन जरुरी छ। अनि अर्को चाहिँ टिस्यु पनि चाहियो हाम्रो लागि है। अनि अर्को चाहिँ बोल है, बोल अथवा बोल फर पार्ट्सको लागि है। चिकनलाई चाहिँ फर्स्टमा हाम्रो फर्स्ट स्टेप भनेको के हो त, चिकनलाई राम्रोसँग वास गरेर ड्राई गर्नुपर्छ। यो चाहिँ स्लिपरी हुनु हुँदैन। स्टेप बाई स्टेपमा चाहिँ कटिङ मेथडमा हाम्रो फर्स्टमा हुन्छ लेग क्वार्टर रिमुभ, अथवा यसबाट चाहिँ हामीले के बनाउन सकिन्छ। लेग क्वार्टर रिमुभ भनेको यसबाट चाहिँ हामीले ड्रमस्टिक प्लस थाईको लागि चाहिँ बनाउने गरिन्छ। र अर्को 2 नम्बरमा छ ड्रमस्टिक र थाईलाई चाहिँ के गर्नुपर्ने हुन्छ, सेपरेट गर्नुपर्ने हुन्छ। 3 नम्बरमा हाम्रो छ विनहरू अथवा विन्स रिमुभ गर्नुपर्ने हुन्छ। अनि अर्को चाहिँ तपाईँको के हुन्छ त ब्रेस्ट तपाईँको सेपरेट गर्नुपर्ने हुन्छ बडीबाट है, बडी फ्रम ब्रेस्ट सेपरेट है गाइज। अनि अर्को हुन्छ ब्याक अथवा कारकेस भन्नेको तपाईँको ब्याकबोन, अथवा यसले चाहिँ स्टक र ब्रोथहरू बनाउनको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट काम चाहिँ गर्ने गर्छ है। तपाईँको प्रो टिप्समा जस्तै मेरो टिप्स अनुसार नाइफ ब्लन्ट भएमा कटिङ के हुन्छ, खराब हुनसक्छ। र अलवेज शार्प युज गर्नुपर्छ। जहिले पनि हामी चाहिँ शार्प नाइफ चाहिँ युज गर्नुपर्ने हुन्छ। जोइन्टमा कट गर्दा बोन काट्नु पर्दैन, क्लिन कट हुन्छ है। हाइजिन मेन्टेन गर्दाखेरि क्रस कन्टामिनेसनलाई चाहिँ के गर्नुपर्ने हुन्छ, एभोइड गर्नुपर्ने हुन्छ। जस्तै पर्पर तरिकाले ग्लोभ्सहरू लगाउनु पर्यो होइन। अनि त्यहाँ चाहिँ के हुनु पर्यो त, जस्तै चिकन कुन चपिङ बोर्डमा काट्ने भन्ने नलेज आफूलाई थाहा हुनु पर्यो। जस्तै हामीले येलो चपिङ बोर्डमा काट्नुपर्ने हुन्छ। डिफ्रेन्ट डिसेस अनुसार चाहिँ कट साइजहरू चेन्ज गर्न सकिन्छ। जस्तै करी, रोस्ट, ग्रिलहरूको लागि चाहिँ है। त्यही भएर चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त, यो पर्फेक्ट काट्नको लागि चाहिँ के चाहिन्छ, स्टेप बाई स्टेप गर्दा चिकनलाई ब्याक साइड तल राख्नुपर्छ है। अनि त्यसपछि लेगलाई बाहिर तान्नुहोस्। जोइन्ट हिप जोइन्ट भेटाएर नाइफले चाहिँ के गर्नुपर्ने हुन्छ, कट गर्नुपर्ने हुन्छ। इजी टिप्समा चाहिँ जोइन्टमा प्रेस दिँदा के गर्नुपर्छ, क्लिक अथवा क्र्याक चाहिँ हुन्छ है। यो प्रोसेस दुवै साइड रिपिट गर्नुहोस्।